सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालीहरूको महान चाड दशैं तिहार छठ पर्वको समाप्तिसँगै सहर फर्कनेहरूको सङ्ख्या बढेको छ। रुकुम पूर्वका विभिन्न क्षेत्र छाड्दै पोखरा, काठमाडौँ, दाङ, नेपालगञ्ज, सल्यान लगायतका सहर प्रवेश गर्ने यात्रुहरूको सङ्ख्या बढेको हो। रुकुम पूर्व स्थित टिकट काउन्टरहरूमा यात्रुहरूको लामो लाइन लागिरहेको छ भने यात्रुहरूको भिड लागेको छ। सहर फर्किन लाग्नुभएका सिस्ने गाउँपालिकाका चाहना बुढा मगर यस वर्ष पनि सिट नपाएको र क्षमता भन्दा बढी यात्रु चढाउने क्रम दोहोरिएको बताउनुहुन्छ। फर्किने क्रम जारी नै रहेको छ। यतिखेर चाहिँ धेरै यात्रुहरूको भिडहरू देख्न सकिन्छ। आजभोलि गाडीहरू निकै प्याक हुने अनि सिट नभएर कोलियामा पनि राखेर त्यस्तो नगरिदिनु होला भन्न चाहन्छु। चाड पर्वका बेला गाउँ जाने त्यसपछि पुनः सहरतर्फ फर्किने क्रम प्रत्येक वर्ष दोहोरिन्छ। भाइ टिकाको भोलिपल्ट अर्थात् 7 गते शुक्रबारदेखि छठ पर्वसम्म मात्रै 2500 जना भन्दा बढीले रुकुम पूर्व छाडेका छन्। यात्रु स्मृति शाह: म चाहिँ अब यहाँ दशैं तिहार मनाउन चाहिँ गाउँ आएको थिएँ। अब दशैं तिहारहरू मनाइसकेर अब चाहिँ पढाइको सिलसिलामा रुकुमदेखि काठमाडौँ गइरहँ। अब धेरै जनाहरू त्यस्तै पढाइको सिलसिलामा नै बाहिर जान लाग्नु भयो यहाँ गाउँदेखि। आगामी एक साताभित्र रुकुम पूर्वबाट करिब 4000 यात्रु बाहिरिने अनुमान छ। दशैं तिहारको समयमा बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न लामो दूरीका लागि 3वटा नयाँ बस थपिएको रुकुमकोट यातायात सेवा प्रणाली रुकुम पूर्वका उपाध्यक्ष गणेश कुमार शाह बताउनुहुन्छ। तिहार सकिसकेपछि विशेष गरी यात्रुको चाप धेरै भएको कारणले गर्दा हामीले यात्रुलाई व्यवस्थापन गर्ने सेवा गर्ने उद्देश्यले चाहिँ हामीले काठमाडौँको लागि चाहिँ अब एउटा हाम्रो एक क्यू छुट्यो भने 2टा गाडी थप गरेर हामीले 3 क्यू सञ्चालन गरिरहेछौँ र त्यस्तै गरी दाङको लागि पनि हाम्रो चाहिँ 4 क्यू छुट्ने ठाउँमा हामीले चाहिँ 7 क्यू 8 क्यू चाहिँ हामीले चाहिँ पठाइरहेछौँ यात्रुको चापलाई मध्यनजर गरेर। को चाहिँ विशेष गरी रुकुम पश्चिम चाहिँ जाने कुरा पनि हाम्रो 5वटा जति चाहिँ अब दिनमा क्यू सञ्चालन हुन्थ्यो भने आजभोलिको टाइममा 7वटा 8वटासम्म क्यू सञ्चालन गरेर यात्रुहरूलाई चाहिँ सेवा दिने काम गरिरहेछौँ। मध्य पहाडी लोकमार्गको मुख्य सडक क्षेत्रमा सवारी साधनको चाप बढेको छ। यात्रुको भिड बढेसँगै जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यातायात व्यवसायी र यात्रुलाई सचेत गराइरहेको छ। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियार: अब चाडबाड सकिने क्रम जारी छ। अबको एक हप्ता चाहिँ यात्रुहरूको चाप अत्यन्तै बढी देखिन गइरहेको छ। यसै कुरालाई मध्यनजर गरेर हामीले यातायात व्यवसायीसँग विभिन्न बैठकहरू गरेका छौँ। सीट क्षमता भन्दा बढी यात्रुहरू बोकेर जोखिम नमल्ने र सवारी साधनहरूको संख्या बढाएर यात्रुहरूलाई सहजीकरण गर्नुपर्छ भन्ने सन्दर्भमा उहाँहरूलाई निर्देशन दिइसकेका छौँ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाका मुख्य सडक खण्डहरूमा सुरक्षा जाँचमा कडाई गरेको छ। सीट क्षमता भन्दा बढी यात्रु राख्ने, तोकिएको भन्दा बढी भाडा लिने जस्ता सवारी साधनलाई कारबाही गरिरहेको कार्यालयका ट्राफिक प्रहरी सहायक निरीक्षक वीर बहादुर थापाको भनाइ छ। अहिलेको समयमा हामीले विशेष गरेर एक दिनमा 2 शिफ्टमा चाहिँ चेकिङ गर्ने भनेर एउटा हामीले योजनाहरू बनाएका छौँ। जस अन्तर्गत चाहिँ बिहान 8 बजेदेखि 10 बजेसम्ममा चाहिँ हाम्रो तकसेरा, लुगुम र खवाङले चेक जाँच गर्छ भने त्यसपछि गएर फेरि हामीले 12 बजेदेखि 3 बजेसम्म हाम्रो जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाहिँ आफ्नो उपयुक्त स्थानहरू छनौट गरेर 12 देखि 15 बजेसम्म चाहिँ हाम्रो जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेक जाँच गर्छ भने फेरि 15 बजेदेखि 17 बजेसम्ममा चाहिँ पुनः खोपीचारले त्यसपछि गएर लुगुम, तकसेरा र खवाङले चेक जाँच गर्ने व्यवस्था चाहिँ हामीले मिलाएका छौँ। गाउँघरको कोसेली बोकेर सहरतर्फ लागेका उनीहरूको यात्रा केवल दूरीमा मात्र सीमित छैन। जीवन सङ्घर्षको यात्रा तय गर्दा गाउँघर फेरि शून्य हुन थालेको छ। विशाल घरती मगर, CIN रेडियो पूर्वी रुकुम, रुकुमकोट, रुकुम पूर्व।